चप्पल बाहिर भन्दैन म चाहिँ अब अम्बक टिप्न जाँदैछु केमा हाल्ने अम्बक एउटा भाँडा लगाउँछौँ है भाँडा पनि छैन कहाँ के भाँडा यो नेटको झोलामा ल्याउँ ल बोरा नेटको झोलामा हेरौँ अम्बक कति फलेको छ गार्डनमा लेट्स गो आउनु हिँड्नु हाम्रो गार्डनमा सरसफाइ भएको छैन अम्बक कति छ अस्तिको पहिरो गएर यति पहिरोले गर्दाखेरि थोरै क्षति पुगेको थियो अहिले चाहिँ यो हामीले यति रोकथाम चाहिँ गरेको छौँ यहाँनिर लडिन्छ नगेन छिराउ त तिमी आउनु सक्छौ यहाँबाट यस्तो रहेछ पानी पऱ्यो भनेर तिर्पाल लगाएको थियौँ हामी चाहिँ अब यहाँबाट छिटो जान्छौँ यहाँबाट छिटो जाउँ ल आऊ आऊ छिरौँ गुफामा लड्छौ है नगेन आउनु सक्छौ तिमीलाई तान्नुपर्छ मैले आउनु हातमा त कमन यस भविष्यको आर्मी हो हामी होइन अब यहाँ डोरीमा आउने चाहिँ हाम्रो यहाँबाट तलबाट आइन्छ पम्प गार्डन अम्बक हेर्नु गएको छ अब सबै टिप्नुपर्छ ल झार पडाएर गार्डन पनि यस्तो भएको छ म अम्बक हेर ल है अम्बक चाहिँ यति धेरै छ टन्ने सब अम्बक टिपिन्छ म टिप्छु तिमी क्याच गर्ने ओके कस्तो दामी फुल क्या अब यो त क्या दामी फुल रहेछ यो त यो क्यामेरामा राम्रो देखेको छैन लडी चाहिँ नचक्नु होइन नि तर यस्तो दामी फुलेको छ यो फुल हेर्दै त्यो हुन्छ नि यताबाट आउँदा यो के भन्छ एआईले बनाए जस्तो क्या एआई जस्तो यो फुल कस्तो दामी क्या अम्बक चाहिँ यति धेरै रहेछ म टिप्छु तिमी टक्कै यहाँ मुनि बस्ने बटुले ल अम्बक चाहिँ आम्मा कति धेरै ओके ल म चढ्छु ओके थिच ल ल यसमा म अफ गरेर ल ल म टिप्छु तिमी भिडियो बनाऊ है मेरो ल अम्बक स्पाइडरम्यान खोइ हौ सक्छु गएको ल तिमी क्याच गर्नु सक्छौ म त सक्नु तिमी बसिदिनु झोलामा हाल्नु ल यति धेरै म फलेको कि इसमें अम्बक खाने पनि आउनुहोस् अम्बक खान आउनुहोस् लौका पनि फलेको छ हाम्रो बगानमा अलिक बिस्तारै भिडियो त बनाइरहेको छौ तिमीले भिडियो तर कता बनाइरहेको छौ नि अम्बक एउटा यतिको राम्रो राम्रो अम्बक छ भन्दै आउँछ अर्ग्यानिक अम्बक अहिलेभन्दा अगाडिदेखि फलेको अम्बक अहिलेसम्म पनि सब्जीको छैन हेलो ऐसे यता देखाऊ ओके अब हामी चाहिँ अम्बक टिपेर भरे बटुलेर देखाउँछौँ ल अफ गरिदेऊ ल ल फाइनली गाइज अब हामी चाहिँ अम्बक टिपेर आइसक्यौँ हाम्रो अम्बक चाहिँ यति भएको छ है एक झोला भन्दा पनि अब आध झोला धेरै टिपेनौँ टन्नै छ अम्बक तर यो हेर्दा यस्तो देखिन्छ तर यस्तो मिठो छ नि अम्बक लास्टै मिठो खालको अम्बक छ क्या
टन्नै छ अम्बकहरू त म दसैँ अगाडिदेखि फलेको अहिलेसम्म पनि खाइसकेको छैन। कति मान्छेले खाइसक्यो तर पनि अहिलेसम्म खाइसकेको छैन। यो अम्बक खानु हुने उत्सुक मानबापहरू सम्झिन सक्नुहुन्छ। इलाम पाथिपारा ओयल पेट्रोल पम्पमा आएर अम्बकको लागि भन्छन् गर्न सक्नुहुन्छ है त। ल आजको लागि मिनी ब्लग यतिमै। बाई बाई टाटा।